नमस्ते सम्पूर्णमा र एकदमै भाइरल बनेको अहिले हाम्रो त्यहाँ 27 माइलको सुन्तला। हजुर, 27 माइलको सुन्तला भनेरै म त सम्बोधनमा राख्छु, किनभने त्यस ठाउँमा म पनि एक सुन्तला विक्रेता थिएँ। लगभग 3-4 साल त्यस ठाउँमा मैले पनि दोकान गरेँ र त्यस ठाउँको अनुभव कस्तो छ भने मलाई कोही बेला दिउँसोको खाना खाने समय हुन्थ्यो है। खाना खाइसक्दासम्म पनि बोनी नै भएको हुन्थेन क्या। विशेष गरी केटाहरूको त एकदमै बोनी नै भएको हुन्थेन। म अचम्म लाग्थ्यो त्यहाँनिर कतिको त सकिसकेको हुन्थ्यो है, कतिको आधी सकेको हुन्थ्यो। विशेष गरी अब लेडिसहरूको दिदीबहिनीको त प्रायः नै बिक्री हुन्थ्यो, तर केटाहरूको त किन हुन्थेन, किन हुँदैन भन्ने त अब हुन्छ नि, किन होला भन्ने मलाई लाग्थ्यो क्या। सायद हाम्रोमा त्यो ट्यालेन्ट थिएन होला, अब बिक्री गर्ने हुनसक्छ होइन, सायद थिएन होला र त बिक्री भएन। र त्यस ठाउँमा एकदमै मेहनत चाहिन्छ, कठिन छ बिक्री गर्नु। त्यहाँ गाडीहरू दुनियाँभरको गाडीहरू कुदिरहेको हुन्छ, त्यो सेफ्टी पनि हेर्नु पऱ्यो है। अनि धुलो उडिरहेको हुन्छ, घामले पोलिरहेको हुन्छ, धेरै नै छ त्यहाँनिर। अब मेहनत छ त्यहाँनिर काम गर्नु। र एउटा कुरो चाहिँ मलाई त्यति नै हो नपचेको कुरा चाहिँ के भने, केटीको चाहिँ हुन्छ अब होइन, बिक्री हुन्छ, तर केटाहरूको चाहिँ किन हुँदैन भन्ने त मलाई एउटा प्रश्न पहिल्यैदेखिको थियो है। आज अब यो भाइरल भयो भनेर यो भिडियो बनाएको होइन, एउटा भनेको जस्ट। विशेष गरी हाम्रो ड्राइभर दाजुभाइहरूलाई पनि सानो रिक्वेस्ट हो, त्यो के भने यसो केटाहरूकोतिर पनि गाडी रोकिदिनु होला। उहाँहरू पनि मेहनत गरिरहेको छ, आफ्नो घर पाल्नुपर्छ है, धेरै कुरो छ केटाहरूको पनि। त्यही हो, सानो रिक्वेस्ट मात्रै गरेको मैले है, नरिसाइदिनु होला। र आउने वर्ष पनि यसो साथीभाइहरूले, विशेष गरी हाम्रो केटा दाजुभाइहरूले है, म पनि जान्छु त्यस ठाउँमा अर्कोपालि त भन्दै सोच्नु हुँदैछ भने यो सोचलाई यहीँ स्टप गर्नुहोस्, किनभने केटाहरूको एकदमै बिक्री चाहिँ नबराबरी हुन्छ क्या है। अब के भन्नु अरू त है। ल, धन्यवाद।